यो रणनीतिक योजना आइसकेपछि यो रणनीतिक योजना कोही आइजीले एआइजीले होइन, यो सामूहिकताको प्रतिफल हो। यो सामूहिक रूपमा यसका प्रयास त्यसैतर्फ परिलक्षित भयो भने हुन्छ। त्यसैतर्फ हामी सबैको सामूहिक लक्ष्य प्रहरी भइसकेपछि अब होइन भन्दा मिलेन, फसिहाल्यो। कोही नभएको मान्छे पनि हुन्न भन्ने पनि खोजिहाल्नु भयो। त्यस कारणले अब हुन्छ भने त्यस कारणले सबैले यसैलाई बनाउने, यसैलाई चाहिँ विकसित गर्ने, यसैलाई चाहिँ नागरिक केन्द्रित बनाउने हो। त्यस कारणले यसो झुकेर पुलिसमा जाहेर खाएको भए पनि अब यसमै योगदान गर्नुपर्ने हुन्छ। हामी त चाहनाले र भावनाले खाएको हो। त्यस कारणले हाम्रो त त्यसमा दिलचस्पी छँदैछ। अब यो हाम्रो मात्रै कार्ययोजना होइन, समग्र सङ्गठनको सकल दर्जाको कार्ययोजना हो। त्यसैले यो कार्ययोजनाको सफलता भन्ने कुरा सडकमा खटिएको, सडकमा धुलो धुवा खाँदै घाम पानी खाँदै खटिएको एउटा जवानको पनि हो र यो त्यहाँदेखि माथि आइजीसम्मको पनि हो। त्यसैले यो सङ्गठनको कार्ययोजना हो र यसले समग्रमा तपाईँ हाम्रो सबैको यो कार्ययोजनामा हामीले योगदान गर्ने चाहिँ अभिलाषाले हामी राम्रो सङ्गठन, हाम्रो सङ्गठन र नागरिक मैत्री सङ्गठनको रूपमा यसलाई समयानुकूल साङ्गठनिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने नै छ भन्ने मेरो विश्वास छ। जवाबदेहिता र उत्तरदायित्व जस्ता पहिचान बोकेका सबल सेवाग्राहीको सन्तुष्टि केन्द्रित नतिजामुखी सार्वजनिक सङ्गठनको हामी सबैलाई चाहना छ। यो चाहना आम नागरिकबाट अभिव्यक्त भएको छ। त्यसको प्रतिमूर्ति, त्यसको सफलताको प्रतिमूर्ति नेपाल प्रहरीका सकल दर्जा भएको हुँदा त्यो चाहना पुरा गर्ने दायित्व पनि नेपाल प्रहरी सबैले दर्जाकामा सफल भएको छ।